हेलो साथीहरू नमस्ते। आज म स्क्वायर सम्बन्धी क्वेसन लिएर आएको छु। काउन्टिङ स्क्वायर। यो दिएको चित्रहरूमा जम्मा कतिवटा स्क्वायरहरू दिएका छन् त्यो हामीले काउन्ट गर्नु पर्छ। यो चित्र नम्बर 1 मा 1 2 3 4 अनि यताबाट पनि 2 3 4 यो वर्गकार छ। दुवैतिरबाट यो वर्गकार छ। यस्तो वर्गकार अथवा दुवैतिरबाट यो वर्गकार छ भने यस्तो वर्गको जम्मा वर्ग निकाल्नको लागि हामीले यहाँ जुन अङ्कहरू दिएको छ, अङ्कहरू लेखिएको छ त्यसको स्क्वायर गर्नुपर्छ। 1 को स्क्वायर गर्ने यताबाट गर्दा पनि हुन्छ, यताबाट गर्दा पनि हुन्छ। 1 को स्क्वायर बराबर 1, 2 को स्क्वायर बराबर 4, 3 को स्क्वायर बराबर 9, 4 को स्क्वायर बराबर 16। यो सबैलाई जोडेपछि 16 न 25 29 1 30। इट मिन्स यो वर्गमा यो स्क्वायरमा जम्मा 30 वटा वर्गहरू छन्। त्यसै गरेर अब यो चित्र नम्बर 2 मा पनि हामी यही तरिकाबाट वर्ग काउन्ट गर्न सक्छौँ, वर्ग गणना गर्न सक्छौँ। जस्तै यहाँ 1 2 3 4 5 यताबाट पनि 2 3 4 5। यसरी यो सिमेट्रिक फिगर हो। दुवैतिरबाट बराबर वर्गहरू छन्। जब दुवैतिरबाट यो बराबर हुन्छ भने यसलाई हामीले यो अङ्कहरूको स्क्वायर गर्दै जानुपर्छ। 1 को स्क्वायर, 2 को स्क्वायर, 3 को स्क्वायर, 4 को स्क्वायर, 5 को स्क्वायर बराबर 1 4 9 16 25। 5 भयो 14 यो 30 भयो। 30 मा यो 25 जोडेपछि 55 हुन्छ। इट मिन्स यहाँ यो वर्गमा जम्मा 55 वटा वर्गहरू छन्। अब जुन वर्गमा दुवैतिर वर्गहरू बराबर हुन्छ त्यसलाई हामीले यो तरिकाबाट वर्ग गणना गर्न सक्छौँ भने यहाँ यो 3 नम्बरको चित्रमा यताबाट 1 2 3 4 5 यताबाट 2 3 4। इट मिन्स यो वर्गाकार छैन। यो वर्गाकार नभए पनि यसको बिचमा यो जुन कोठाहरू छ त्यो वर्गाकार दिएको छ। यस्ता कोठाहरू अब कसरी गणना गर्ने त? यो सिमेट्रिक फिगर होइन। यताबाट यो आयताकार चित्र हो। यस्तो खालको चित्र यदि दिएको छ भने हामीले यो तरिकाबाट यसमा वर्ग काउन्ट गर्न सक्छौँ। यहाँ 5 दिएको छ। यसको अन्तिम अङ्क कुन हो? 5 हो। यहाँ तल अन्तिम अङ्क 4 हो। यो 5 × 4 बराबर कति हुन्छ? 20। त्यसपछि अब 4 × 3 4 × 3 बराबर यो 12। त्यसपछि यो 3 × 2 3 × 2 बराबर 3 दूना 6। अब 2 × 1 बराबर 2। अब 1 आयो भने हामीले छोड्नु पर्छ, किनभने यहाँ हेर्नु 5 लाई र 4 लाई
मल्टिप्लाई गरेपछि गुणन गरेपछि 20 हुन्छ। 4 र 3 लाई मल्टिप्लाई गरेपछि 12 हुन्छ। 3 र 2 लाई मल्टिप्लाई गरेपछि 6 हुन्छ। यो 2 र अब यो 2 को के हुन्छ, यहाँ 2 आइसकेको छ भने 2 को 1 सँग मल्टिप्लाई हुन्छ, 1 सँग गुणन गर्नुपर्छ। 2 1 जा 2 भयो। अब यसलाई जोडेपछि 20 35 32 भयो। 32 38, 38 मा 2 जोडेपछि 40। इट मिन्स यो आयताकार चित्र दिएको छ भने हामीले यो तरिकाबाट वर्ग गणना गर्न सक्छौँ र यो चित्रमा जम्मा 40 वटा वर्गहरू छन्। यही तरिकाबाट हामी जुन वर्गाकार चित्र होइन त्यसको हामी यो तरिकाबाट वर्ग गणना गर्न सक्छौँ भने सिमेट्रिक फिगर छ, दुवैतिरबाट यो वर्गहरू बराबर छ भने यसलाई हामी यो तरिकाबाट वर्ग गणना गर्न सक्छौँ। धन्यवाद।